14 अर्ब बढी भ्रष्टाचार। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा 14 अर्ब बढी भ्रष्टाचार। कर्मचारीको नाम जोडियो, नेता मन्त्रीहरू होइन होला के हो तर अहिले ल्यामै दिन्छु को जोगियो। भ्रष्टाचारकै लागि नीतिगत निर्णयहरू भएको मोलमलाइबाट 22 अरब पुर्याइएको छ। 25 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै 14 अर्ब रुपियाँ भन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ। विमानस्थल निर्माणका क्रममा माटो बोक्नेदेखि एसी जोड्ने, डाँडा काट्नेदेखि धावन मार्ग नै कम उचाइको बनाएर 13 अर्ब 56 करोड बढी भ्रष्टाचार भएको निष्कर्ष सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निकालेको हो। आजको अमेरिकी डलरको मूल्य अनुसार भ्रष्टाचार भएको मूल्य रकम 15 अर्ब बढी हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणबद्ध रूपमा लुट मच्याउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो र हाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका प्रदीप अधिकारीलाई निलम्बन गरी अनुसन्धान गर्न सिफारिस समेत गरेको छ। समितिका सदस्यहरूले हस्ताक्षर गर्ने क्रममा रहेको प्रतिवेदनमा के छ त? सीधा कुरालाई प्राप्त भएको प्रतिवेदनको केही अंशमा झण्डै 1 दर्जन शीर्षकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नाममा 14 अर्ब बढी भ्रष्टाचार भएको उल्लेख गरिएको छ। उपसमितिका संयोजक लिङदेनका अनुसार पोखरा विमानस्थल ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको छ। निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको छ। त्यहाँ चाहिँ ठूलो अङ्कमा अनियमितता र भ्रष्टाचार भएको र भ्रष्टाचारकै लागि नीतिगत निर्णयहरू भएको समेत निष्कर्षमा उपसमिति पुगेको छ। विमानस्थल निर्माणका क्रममा सार्वजनिक खरिद ऐन तथा प्रचलित कानूनको मान्यता विपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले 3 सदस्यीय कार्यदल गठन गरी लागत अङ्क नै वृद्धि गर्न नीतिगत निर्णय भएको पाइएको छ। 14 अरबको लागत इस्टिमेट भएको परियोजनामा मोलमलाइबाट भनौँ न वार्ता प्रक्रियाबाट 22 अरब पुर्याइएको छ। यस्तै विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटक पटक गरेर 2 अर्ब 22 करोड 40 लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको देखिन आएको उपसमितिले निष्कर्ष निकालेको छ। 2 अरब भन्दा बेसी कर छुटबाट त्यहाँ भ्रष्टाचार गरिएको कुरा अथवा अनियमितता भएको कुरा मालेखाले नै औल्याएको छ। यस्तै विमानस्थल निर्माणमा कर छुट दिएको रकम 2 अर्ब 22 करोड रुपियाँ समेत गैर कानुनी रूपमा भुक्तानी दिएको पाइएको जनाइएको छ। संयोजक लिङदेनले यो विषयमा सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। उपसमितिका एक सदस्यबाट प्राप्त भएको प्रतिवेदन अनुसार विमानस्थल अघि डाँडा काट्नदेखि एसी जडान गर्न, नाली बनाउनदेखि धावन मार्ग नै ओछो बनाएर भ्रष्टाचार गरेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विमानस्थल तथा धावन मार्गको मोटाई र उचाइ नै तोकिए अनुसार नबनाएको पाइएको छ। विमानस्थल निर्माणका लागि भएको ठेक्का सम्झौता अनुसार बाहिरबाट ल्याएको माटोको तह थपेर 150 मिलिमिटर भन्दा मोटाइका तहहरू निर्माण गर्नुपर्नेमा त्यसरी निर्माण गरिएको छैन। तर भुक्तानी भने तह थप्ने शीर्षकमा 16,21,000 अमेरिकी डलर भुक्तानी गरिएको छ। यस्तै योजना स्वीकृत हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा माटोको तह थपेर रनवेको उचाइ समुद्री सतहदेखि 2677 फिट हुनुपर्ने भनिएको थियो। तर अहिले धावन मार्ग नै जम्मा 2636 फिटमा रहेको छ। यस्तै विमानस्थलको नाली निर्माणमै अर्ब भन्दा बढी अनियमितता भएको उपसमितिले निष्कर्ष निकालेको छ। ठेक्का सम्झौतामा विमानस्थलभित्र धावन मार्ग, ट्याक्सीवे, एप्रोनको बाँध र नालीहरू निर्माण गर्नुपर्ने थियो। त्यसका लागि माटो खन्न 1 करोड 6,48,000 अमेरिकी डलर भुक्तानी गरिएको छ। तर उक्त काम भने कतै भएको नदेखिएको उपसमितिले जनाएको छ। यसका लागि 1 अर्ब 27 करोड भन्दा बढी भुक्तानी भएको छ। यस्तै विमानस्थल अघिको छिने डाँडा काट्न 32 करोड बढी भ्रष्टाचार भएको उपसमितिले निष्कर्ष निकालेको छ। ठेकदार कम्पनीले मूल सम्झौता अनुसार नै काट्नुपर्ने विमानस्थल अगाडिको छिने डाँडा काट्नका लागि पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्माण कम्पनीलाई 32 करोड 2 लाख भुक्तानी गरेको देखाएको छ। विमानस्थल निर्माणका लागि भएको सम्झौतामा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सबै सुविधा र पूर्वाधारहरू निर्माण गर्ने दायित्व ठेकदारको हुने भन्ने उल्लेख गरिएको थियो। यसको अर्थ छिने डाँडा काट्ने जिम्मा चिनिया निर्माण कम्पनीकै थियो। तर नागरिक उड्डयन प्राधिकरणले भने छुट्टै निर्माण कम्पनी देखाई भुक्तानी दिएको उपसमितिको निष्कर्ष रहेको छ। यसलाई समितिले अनियमितता र भ्रष्टाचार भनेको छ। यस्तै विमानस्थलमा एसी जडानमा समेत भ्रष्टाचार भएको उपसमितिले उल्लेख गरेको छ। सम्झौता अनुसार चिनिया कम्पनीले नै विमानस्थलभित्रका सुविधाहरू निर्माण गर्नुपर्ने भए पनि नागरिक उड्डयन प्राधिकरणले भने एचबीएसी सिस्टम जडानका लागि भन्दै 7,42,659 अमेरिकी डलर भुक्तानी दिएको कागज बनाएको छ। उपसमितिका अनुसार सबैभन्दा बढी गडबड माटोमा गरिएको छ।
धावन मार्गमा हाल्नुपर्ने जति माटो हालिएको छैन, हालेको माटो थिच्दा समेत भ्रष्टाचार गरिएको छ। माटोको काममा मात्रै 2 अर्ब बढी अनियमितता भएको उपसमितिले निष्कर्ष निकालेको छ। समितिका अनुसार माटोका विभिन्न शीर्षकमा 2,22,54,218.27 अमेरिकी डलर अनियमितता भएको छ। कतिसम्म भने विमानस्थलमा सम्झौता अनुसार माटो नै ल्याएको भनी भुक्तानी गरिएको छ। ठेक्का सम्झौता अनुसार निर्माण स्थलमा उपलब्ध माटोले विमानस्थल बनाउन पुग्ने अवस्था नभएपछि बाहिरबाट ग्राभेल माटो ल्याउनका लागि भन्दै झण्डै 55 लाख अमेरिकी डलर भुक्तानी गरिएको भेटिएको छ। तर बाहिरबाट माटो ल्याएको कुनै पनि कागज पत्र नदेखिएको समितिले जनाएको छ। यस्तै धावन मार्गको माटो थिच्ने काममा समेत भ्रष्टाचार गरेको उपसमितिको निष्कर्ष रहेको छ। सम्झौता अनुसार विमानस्थल भित्र तोकिएका ठाउँमा माटोले पुरेर त्यसलाई थिच्नुपर्ने थियो। खनेको माटो रनवे, ट्याक्सीवे, नाली लगायतका ठाउँमा भर्नका लागि भन्दै 44,35,000 अमेरिकी डलर भुक्तानी भएको छ। तर भुक्तानी भएको भनिएको रकमको काम भने नदेखिएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ। उपसमितिका अनुसार अतिरिक्त कामका लागि भनेको बजेट पनि सम्झौता भन्दा झण्डै 52 लाख डलर बढी भुक्तानी गरिएको छ। ठेक्का सम्झौतामा काम गर्दै जाँदा केही अतिरिक्त खर्च आवश्यक परेमा भनेर 1.5 करोड अमेरिकी डलर छुट्याइएको थियो। तर अतिरिक्त खर्चका नाममा भुक्तानी भने 2 करोड 4 लाख डलर देखाइएको छ। यस्तै पोखरा विमानस्थलमा 2,20,000 डलर खर्चमा उच्च स्तरीय उड्डयन इन्धन भण्डारण ट्याङ्की बनाउने भनिए पनि उक्त काम नै नभई भुक्तानी भएको उपसमितिले ठहर गरेको छ। यस्तै चिनिया ठेकदार कम्पनीलाई नियम विपरीत 2 अर्ब 20 करोड रुपियाँ कर छुट दिएको पाइएको उपसमितिले जनाएको छ। विभिन्न सरकार, मन्त्रीहरू र सचिवहरूको समेत संलग्नतामा नै ठेक्का सम्झौता भन्दा बाहिर गएर ठेकेदारलाई राजस्व छुट दिएको देखिएको छ। सम्झौतामा कर सम्बन्धी दायित्व ठेकेदार कम्पनीको हुने भन्ने उल्लेख भएकोमा त्यस विपरीत विभिन्न सरकारले चिनिया कम्पनीलाई कर छुट दिएको देखिएको हो। यस्तै ठेकेदार कम्पनीले नियुक्ति गर्नुपर्ने परामर्शदाताहरूलाई नागरिक उड्डयन प्राधिकरणले आफूले खर्च बेहोर्ने गरी नियुक्ति गरेर ठेकेदारका लागि काम गराएको छ। परामर्शदाताका नाममा मात्रै प्राधिकरणले 28 लाख अमेरिकी डलर खर्च गरेको छ, जुन अनियमित भएको उपसमितिले जनाएको छ। यसबाहेक पनि मुख्य सम्झौताबाटै खरिद गर्नुपर्ने निर्माण सामग्रीहरूका लागि समेत प्राधिकरणले छुट्टै भुक्तानी गरेको उपसमितिको निष्कर्ष रहेको छ। यो सबै भइसक्नुका पछि नागरिक उड्डयन प्राधिकरणको गम्भीर बदमाशी अझै अर्को छ। कामै नभई भुक्तानी दिएको प्राधिकरणले निर्माण नसकिँदै निर्माण सम्पन्न भएको प्रतिवेदन समेत दिएको छ। राजनीति र कर्मचारीको सेटिङमा भएको भ्रष्टाचारमा नेताको नाम गायब। उपसमितिले विमानस्थल निर्माणमा नीतिगत, प्रक्रियागत र कार्यान्वयनमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिनुपर्ने राय दिएको छ। विभागीय मन्त्री तथा सचिवहरूको नाम उल्लेख नगरेको समितिले प्राधिकरणका कर्मचारीहरूलाई भने छानबिन गरी कारबाहीको सिफारिस गरेको छ। उपसमितिले यो भ्रष्टाचारको केन्द्रमा नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीलाई राखेको छ। अधिकारीलाई आयोजना प्रमुख हुँदादेखि अहिलेसम्म बनेका विभिन्न सरकारी मन्त्रीदेखि सचिवहरूले नै यो भ्रष्टाचार गर्न सहयोग र संरक्षण गरेको उपसमितिको निष्कर्ष छ। उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ। 2071 सालदेखि 2074 सालसम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख रहेका उनी 2078 माघपछि प्राधिकरणको महानिर्देशकमा रहेका छन्। उपसमितिले विमानस्थल निर्माणसँग जोडिएको निर्णयमा संलग्न पदाधिकारी, कर्मचारी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूमाथि पनि छानबिन गर्न भनेको छ। समितिले लागत अनुमान बढाउने निर्णय गर्ने तत्कालीन सरकारलाई पनि छानबिन गर्न भनेको छ। उक्त समय खिलराज रेग्मीको चुनावी सरकार रहेको थियो। लागत बढाएको विषयमा 2070 सालमा अख्तियारमा उजुरी परे पनि तामेलीमा राखिएको थियो। उक्त विषयमा तत्काल छानबिन गर्न समितिले माग गरेको छ। यस्तै समितिले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन पदाधिकारीहरूलाई पनि छानबिन गर्न भनेको छ। नागरिक उड्डयन प्राधिकरणका हालका महानिर्देशक अधिकारी सहित प्राधिकरणका पूर्व महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। यस्तै पोखरा विमानस्थल आयोजनामा 2074 सालदेखि हालसम्म आयोजना प्रमुख बनेका विनेश मुनाकर्मीमाथि अनुसन्धान गर्न उपसमितिले सिफारिस गरेको छ। यस्तै राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाल श्रेष्ठ, इन्जिनियर प्रवीण नेउपाने, प्रशासन प्रमुख राजेन्द्र प्रसाद पौडेल, प्राधिकरणका निर्देशक बाबुराम पौडेलमाथि पनि अनुसन्धान हुनुपर्ने उपसमितिले उल्लेख गरेको छ। पोखरा विमानस्थल बनाउन सरकारले चिनिया एक्जिम बैंकबाट महँगो ब्याजमा हालको विनिमय दर अनुसार करिब 25 अर्ब 88 करोड रुपियाँ ऋण लिने सम्झौता गरेको थियो। 2072 चैत्र 8 मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई 2073 पुस 27 बाट निर्माण कार्य सुरु भएको थियो। 2079 पुस 17 मा यो विमानस्थल उद्घाटन गरिएको थियो। अहिले विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सरकारले ऋण लिएरै यो विमानस्थलको ऋण तिरिरहेको छ। संसदको सार्वजनिक लेखा समितिले राप्रपा अध्यक्ष
लिङ्गदेनको संयोजकत्वमा बनाएको उपसमितिले तयार पारेको यो प्रतिवेदन लेखा समितिमा पेश गरिँदैछ। उपसमितिमा सांसदहरू गोकुल प्रसाद बास्कोटा, जनार्दन शर्मा, प्रेम बहादुर आले, तारा लामा, तेजुलाल चौधरी, लेखनाथ दाहाल, अर्जुन सिंह केसी, दीपक गिरी, रामकृष्ण यादव, रुक्मणी राणा र देव प्रसाद तिमिल सिन्हा रहेका छन्।